मृत्युको माया। रातको समय थियो। गाउँको टुप्पोमा रहेको पुरानो घर, जसलाई सबैले भूतको घर भन्थे, त्यही बस्थ्यो अर्जुन। अर्जुन शहरबाट फर्किएको थियो। उसलाई यस्ता कुरा विश्वास लाग्दैनथ्यो। तर गाउँका बुढाबुढीहरू भन्थे, त्यो घरमा एक युवतीको आत्मा छ, जसले प्रेम गर्छ तर जिउँदो मानिसलाई बाँच्न दिँदैन। अर्जुन हाँस्यो। माया मार्न सक्छ र? पहिलो रात झ्यालबाट चिसो हावा आयो। अचानक कसैले फुसफुसायो, तिमी आयो? म तिमीलाई पर्खिरहेकी थिएँ। अर्जुनको शरीर काँप्यो, तर कोही थिएन। दोस्रो रात ऊ सुतिरहेको बेला कसैले उसको कपाल समातेर माया गर्दैछ जस्तो लाग्यो। उसले आँखा खोल्यो। सामुन्ने सेतो कपडा लगाएकी एक सुन्दरी केटी, तर आँखा पूर्ण कालो। माया गर्छु तिमीलाई, उसले भनिन्। अर्जुन डरायो, तर उसको मुटु पनि अचम्मले धड्कियो, किनकि त्यो केटीको अनुहार अत्यन्त सुन्दर थियो। तिमी को हौ? माया, जुन कहिल्यै पूरा भएन। त्यो रातदेखि अर्जुन उसको प्रेममा पर्यो। दिनमा ऊ सामान्य थियो, तर रातमा ऊ उसको साथमा बस्थ्यो। गाउँलेहरूले देख्न थाले, अर्जुन कमजोर हुँदै गइरहेको थियो। उसको अनुहार फिक्का, आँखा गहिरा। एक दिन एक बुढी आमाले भनिन्, छोड त्यो माया होइन, मृत्यु हो। तर अर्जुनले सुनेन। एक भयावह रात त्यो केटीले भनिन्, यदि साँचो माया गर्छौ भने मेरो संसारमा आऊ। कसरी? अर्जुनले सोध्यो। उसले मुस्कुराउँदै भनिन्, मृत्यु मात्र एक ढोका हो। अर्जुन डरायो, तर प्रेमले उसलाई अन्धो बनाइसकेको थियो। म तयार छु, उसले भन्यो। त्यो केटीले उसको हात समातिन्। उसको स्पर्श चिसो, मृत जस्तो। अचानक उसको शरीर जम्न थाल्यो, सास रोकिन थाल्यो। अब तिमी सधैँ मेरो हुनेछौ, उसले हाँस्यो। अर्जुन चिच्याउन खोज्यो, तर आवाज निस्केन। उसले अन्तिम पटक देख्यो, त्यो केटीको अनुहार बिग्रिँदै थियो, आँखा बाहिर निस्किँदै, मुख च्यात्तिएको। म तिमीलाई कहिल्यै छोड्दिन। अर्को बिहान गाउँलेहरूले अर्जुनलाई मृत भेटे। उसको अनुहारमा अचम्मको मुस्कान थियो, तर आँखामा डर जमेको थियो। त्यो घर फेरि सुनसान भयो, तर रात पर्दा अब दुईवटा आवाज आउँछन्। एक केटीको, माया गर्छु, र अर्को अर्जुनको, मलाई बचाऊ। कहिलेकाहीँ प्रेम जस्तो देखिने चिज वास्तवमा विनाश हुन्छ।